को प्रधानमन्त्री संसदमा नबोल्नुको कारण के हो? अब धेरै मान्छे भन्छन् बोल्दैनन् जहाँ गए पनि बोल्दैनन्, तर भित्री रहस्य मलाई पो थाहा छ। किन बोल्दैनन्? किनकि तिनी भोला खा हुन्छन्। भोला खा हुन्छन्। राष्ट्रपतिको पुरै कुरा नसुनेर गए भन्ने गुनासो पनि आइरहेछ। त्यो गएको होइनन्, त्यो भोला खाथे थुक्न गाह्रै छ। यो गम्भीर कुरा तपाईले कसरी पत्ता लगाउनु? मलाई थाहा छ। किनभने तपाईले पनि भोला खानुहुन्छ। मैले पनि भोला खान्छु, त्यही भएर मैले थाहा पाउँछु नबोल्ने कारण के हो भनेर। त्यो समस्या हो कि चुनौती हो? त्यो समस्या हो। डबल समस्या हो त्यो। पुराना नेताहरू धेरै बोल्छन् नि, धेरै बोल्नुको कारण के हो? तिनीहरू भोला खान्थे। त्यही भएर भकाभक बोलिराख्थे तिनी। हजुर। अब आज भोलिको चाहिने जमानै त्यस्तै छ। हजुर। भोला खायो भने नबोल्ने। म पनि कहिले कहिले खाउँछु भने बोल्दैन। कोहीले के भन्छ सुन्छु जुरुक्क उठेर हिँडिहाल्छु। भाइरल मान्छेले किन बोल्दैन भन्छन्, अनि म पछिबाट थुकेर आएर सम्झाउँछु भोला खाथे त्यही भएर बोलिन।